ओके सो फाइनली मैले अब्सेसन मुभी त हेरिसकेँ हुन त यो मुभी मैले धेरै अगाडि हेरिसकेको थिएँ वेडनेसडेमा जब यो मुभी रिलिज भयो एन्ड मैले त्यही दिनमै हेरिसकेँ अनि यसको बारेमा एउटा सर्ट भिडियो पनि बनाएको छु त्यो पनि हेर्न सक्नुहुन्छ बट ओभरअल मुभी मलाई कस्तो लाग्यो अब्सेसन इज अ इमोसन यदि तपाईँहरू फिलिङ हेर्न चाहनुहुन्छ तपाईँलाई हरर मनपर्छ अनि जुन त्यो ग्राउन्ड जुन लेभल हेर्न चाहनुहुन्छ जुन सिनेमेटोग्राफी हेर्न चाहनुहुन्छ त्यसको लागि ओभियसली यो मुभी एकचोटि अवश्य चेकआउट गर्नु यदि तपाईँ हरर मनपर्छ र तपाईँ हेर्न सक्नुहुन्छ साँच्चै मलाई हरर मुभीहरू एकदमै डर लाग्छ सो म कमै हेर्ने कोसिस गर्छु म हरर मुभीबाट चाहिँ अलिक टाढै रहन्छु बट जब मैले यो मुभी हेरेँ अनि मेरो जुन एक्सपिरियन्स थियो त्यो 10 आउट अफ 10 थियो यानि म त्यति बेला जब म यो मुभी हेर्दै थिएँ मैले राम्रो हलमा हेरेको थिएँ तपाईँहरूले पनि सकेसम्म राम्रो हलमा हेर्नुहोस् अनि त्यसको जुन साउन्ड डिजाइनिङ छ त्यो एकदमै राम्रो छ मैले यो मुभी सायद छाया सेन्टरमा हेरेको थिएँ एन्ड त्यति बेला त्यो जुन साउन्ड डिजाइन थियो त्यो यति राम्रो थियो कि मैले कान थुनिरहेको थिएँ मैले कति बेला यो जुन जम्पस्केयरहरू थियो त्यो यति स्केरी फिल हुन्छ कि तपाईँहरूलाई सिटबाट उठाउँछ सो यस यो मुभी एकदमै राम्रो छ यदि तपाईँ अहिलेसम्म पनि हेर्नु भएको छैन भने अहिले नै टिकट बुक गर्नु र कुनै पनि राम्रो मुभी सेन्टरमा जस्तै छाया सेन्टर होला सिटी स्क्वायर पनि एकदमै राम्रो सिटहरू हुन्छ र त्यहाँको पनि सिस्टमहरू एकदमै राम्रो हुन्छ साउन्ड डिजाइन एकदमै राम्रो हुन्छ सो त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ यो मुभी एकचोटि अवश्य चेकआउट गर्नु र तपाईँहरूलाई अझ यसको बारेमा डिटेल जब थाहा हुन्छ जुन यो मुभी चाहिँ करी बार्करले बनाउनु भएको जसको आफ्नै युट्युब छ त्यसको नाम चाहिँ मलाई ठ्याक्कै याद आएन करी बार्करको चाहिँ युट्युब च्यानल आफ्नै छ त्यसमा उहाँको 1 पोइन्ट समथिङ कति मिलियन फलोवर्स छन् सब्सक्राइबरहरू छ अनि उहाँले फनी गिग्सहरू बनाउनुहुन्छ स्किटहरू बनाउनुहुन्छ बट उहाँले यस्तो हरर मुभी बनाउनुहुन्छ होला भने मैले सोचेको थिएन त्यसमाथि पनि यो उसको बजेट केवल जम्मा अहिले मेरो क्यालकुलेसन हिसाबले 13 करोड समथिङ छ नेपाली अनि त्यो 13 करोडमा मात्रै यो मुभी बनाउनु यानि एउटा इङ्ग्लिस मुभी हलिउड मुभी 13 करोड बनाउनु त्यसमा पनि यो कहीँ पनि तपाईँले चिप फिल हुँदैन यानि फ्रेमहरू तपाईँको घटेको फिल हुन्छ फ्रेमहरू अलिक घटेको छ लो गरेको छ बट त्यसको कलर करेक्सनहरू होस् त्यो साउन्ड डिजाइन हो त्यो साउन्ड डिजाइन यति राम्रो छ कि तपाईँले कहीँ पनि फिल हुँदैन अनि स्पेसली हाम्रो एक्टर जुन निकी हुनुहुन्छ जसले निकीको रोल गरिरहेछ म ठ्याक्कै उहाँको नाम याद आएन मलाई चिन्डे नाभरेते अब उहाँ एउटा फ्रान्स बेस एक्टर हुनुहुन्छ होइन अमेरिकन एक्टर हुनुहुन्थ्यो उहाँ एउटा अमेरिकन एक्टर हुनुहुन्छ उहाँको जुन रोल छ ओ माई गड मतलब तपाईँ माइन्ड ब्लोइङ हुन्छ सँगसँगै हाम्रो यो माइकल जोन्सनको पनि एक्टिङ एकदमै राम्रो छ साँच्चै उहाँ पनि किलर हुनुहुन्छ यो उहाँहरूको पर्फर्मेन्स एकदमै बवाल छ र सँगसँगै यो जो 13 करोडको मुभी जसले 2000 करोड प्लसको अर्निङ अहिले पनि गरिरहेछ यानि यो ओटिटीमा आइसक्ने मुभी हो केही दिनमा बट यो अहिले पनि ओटिटीमा आएको छैन यो मुभीले अझ अर्निङ गर्दैछ एन्ड दिस इज माइन्ड ब्लोइङ मुभी यानि तपाईँ यति कम बजेटमा यति राम्रो मुभी कसरी बनाउन सक्नुहुन्छ यो कुराहरूबाट साँच्चै नेपाली मुभीहरूले सिक्नुपर्ने हुन्छ कि हरर मुभी एकदमै स्कोप छ र म त अमेज भएँ ट्राई गर्नुहोस् यो मुभी यदि तपाईँ हरर फ्यान हुन्छ तपाईँलाई यस्तो एलिमेन्टहरू मनपर्छ सुपर नेचुरल चिजहरू मनपर्छ भने यो मुभी एकचोटि अवश्य ट्राई गर्नु अनि त्यो फिल्मी किडा हुन्छ नि तपाईँहरूको फिल्मी किडा छ भने मजाले यो मुभी इन्जोय गर्नु र तपाईँलाई थाहा हुन्छ कि कसरी एउटा कम बजेटमा पनि यति राम्रो मुभी बन्न सक्छ म त भन्छु सबै अहिले नेपालको डाइरेक्टरहरू हुनुहुन्छ नेपालको एक्टरहरू हुनुहुन्छ उहाँले पनि यो मुभी हेर्नुपर्ने हुन्छ उहाँलाई थाहा हुन्छ कि हाउ टु मेक अ मुभी म्यान सो यस अभियसली इन्जोय गर्नु यदि तपाईँ फिल्म इन्थुसियास्ट हुनुहुन्छ फिल्म मन पराउनुहुन्छ भने तपाईँ यो मुभीलाई नछोड्नुहोस् इन्जोय गर्नुहोस् केवल हरर फ्यान होइन कि हरर बाहेक पनि तपाईँले केही मुभीहरूमा इन्जोयमेन्ट फिल हुन्छ भने यो मुभी तपाईँको लागि एकदमै इक्जाम्पल हुनसक्छ एउटा के भनौँ एउटा स्टडी हुनसक्छ सो यस बाइ द वे तपाईँहरूलाई मुभी कस्तो लाग्यो आफ्नो पनि ओपिनियन सेयर गर्नु किनकि धेरै भइसक्यो यो मुभी रिलिज भएको एन्ड तपाईँहरूको ओपिनियन के रह्यो आफ्नो ओपिनियन कमेन्ट बक्समा कमेन्टमा सेयर गर्नुहोस् बिकज योर ओपिनियन म्याटर्स म भेट्छु भिडियोमा टिल देन स्टे सेफ एन्ड पिस या चाउ